साथीहरु नमस्कार, म रोशन ढकाल। आज चाहिँ हामी वीरतामुनमा धेरै गर्मी भएको कारणले गर्दा हामी लाग्यौँ आज माई नगरपालिका 5 मा रहेको सानीमा हाइड्रो पावरतिर। हाइड्रो पावरतिर नि खासै गइएको थिएन अहिलेसम्म, त्यही भएर हाइड्रो पावरमा चाहिँ टक्क के हुँदो रहेछ त भनेर हामी हेर्न लाग्यौँ हाइड्रो पावरतिर। त्यसपछि हामी यहाँ पुगेपछि बाटो चाहिँ पुरै अफरोड, हाइड्रो पावर अब खोलामै हुने भएको कारणले बाटो अफरोड हुँदै 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 गयौँ हामी माई नगरपालिका। त्यसपछि हामी सरर यसो हेर्दाखेरि खोलाको बगरमा टक्कसँग हामी चाहिँ गाडीमा गएको थियौँ। यो बाटो माथिको डाँडा हुँदै 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 हामी आइपुग्यौँ। आइपुगेर हेर्दा टक्कसँग गाडीहरू चाहिँ अब होचो गाडी, हाम्रो चाहिँ सानो गाडी भएर कति ठाउँ ठोकिने फस्ने पनि भयो। त्यही भएर यस्तो ठाउँमा यदि तपाईँहरू पनि जान चाहनुभयो भने ठुलो गाडी लिएर जानुभयो। परको ड्याम, मान्छे उभिएको ड्यामदेखि चाहिँ सिधै यो बाटो हुँदै हुँदै सिधै पारिपट्टि छेडेर हाइड्रो पावर चाहिँ त्यो डाँडाभन्दा पारिपट्टि रहेछ, पारिपट्टि पानी लाने हुँदो रहेछ यो चाहिँ भनौँ न। त्यसपछि अब यहाँको भ्यूहरू पनि देखाउँछ, शीतल आनन्दको ठाउँ, हेर्दा पनि बस्दा पनि आनन्द, चिसो। अब हामी झापा बस्नलाई चाहिँ स्वर्ग पुगे जस्तो हुने नि। अब सरर हावाहरू चलिराख्ने, कति बेला पानी पर्ने, कति बेला घाम लाग्ने। अब हामी हाइड्रो पावर घुमिसकेर चाहिँ हामी सिधै माथि आइपुग्यौँ। यो चाहिँ सोमबारे बजार रहेछ एउटा, सोमबारे बजारतिर लाग्यौँ हामी अब माथि उकालो। त्यो चाहिँ हामी माथि जाँदैछौँ उकालो। माथि उकालो जाने क्रममा चाहिँ यो बाटो चाहिँ तपाईँहरू 5 थर इलाम पनि जान सक्नुहुन्छ। यो बाटोले मतलब इलाम सदरमुकाम जान सक्नुहुन्छ। बाटो एकदम राम्रो, फिलिली पिचै रहेछ। यहाँ आइपुग्दा चाहिँ हाम्रो आनन्द भयो। त्यो अफरोड कुद्दा वाक्क भएको बेलामा हामी सर लाग्यौँ उकालोतिर। अब बाटो पनि सनन रहेछ, झापाको भन्दा राम्रो बाटो लाग्यो हामीलाई चाहिँ। वरिपरि रुख चिसो आनन्दसँगले हामी लाग्यौँ सोमबारे बजारतिर। हामी सोमबारे बजार जानुको मेन कारण चाहिँ हाम्रो एकजना साथी हुनुहुन्थ्यो। साथीले चाहिँ यहाँको माई खोलाको लोकल माछा भन्नुभएको रहेछ। त्यही भएर हामी यहाँ पुगेर चाहिँ लोकल माछा खाने लक्ष्यका साथ हामी अघि बढ्यौँ। साथी पनि बाहिर निस्किनु भएको र साथी आउँदै हुनुहुन्थ्यो। हामी साथीलाई बिस्तारै वेट पनि गर्ने भने बिस्तारै सरर लाग्यौँ सोमबारे बजारतिर। अब चाहिँ हामी सोमबारे बजार लगभग पुगि नै सक्यौँ भन्दा पनि हुन्छ। त्यहाँ अब घरहरू देखिन थालिसक्यो जङ्गल कटेपछि। अनि हामी त्यहाँ गएर एकछिन साथीलाई वेट पनि गर्नुपर्ने भयो, किनभने साथी बाहिर कामको विशेष कारणले निस्किनु भएको रहेछ। हामीले फोन चाहिँ अघि गरिसकेका थियौँ। त्यसपछि हामी अब यो चाहिँ सोमबारे बजार है, तपाईँहरू कतिपय हिँड्नु पनि भएको होला। यो बजार चाहिँ एकदम चिसो ठाउँमा रहेछ। हामी अब यहाँ अब हामी सोमबारे बजार पुगेर टक्कसँगले माछा खान थाल्यौँ है। लोकल प्योर माछा, अर्ग्यानिक माछा टक्कसँगले खाएर चिसो खाएर हामी फर्किने क्रममा चाहिँ अब वीरतामाड फर्किनु पऱ्यो नि त। अब वीरतामाड फर्किने क्रममा चाहिँ राति भइसकेको थियो। राति चाहिँ यो बाटो चाहिँ अब सिधै इलाम ताप्लेजुङ 5 थर जानको लागि डाइरेक्ट बाटो भएको कारणले यहाँ चाहिँ ट्रकहरू पनि प्रशस्त कुद्दो रहेछ बेलुकाको टाइममा। हामी चाहिँ फर्किने क्रममा ट्रकहरू निकै भेटेका थियौँ। त्यही भएर हामी ट्रकलाई साइड दिनको लागि एकछिन हामीले गाडी साइडमा राख्यौँ, किनभने तलबाट गाडीलाई साइड दिनु पऱ्यो नि त। बाटो अफरोड रहेछ, यहाँ चाहिँ अलिअलि बाटो मर्मत हुँदै रहेछ। त्यही भएर हामीले लाइट साइड अफ गरेर एकछिन गाडीलाई साइड दिनलाई रोक्यौँ। अब हामी यो गाडी कटे सँगसँगै हामी अगाडि बढ्छौँ सिधै झापातर्फ। त्यही भएर हामी चाहिँ लाग्यौँ लाइट साइड टक्कसँग अन गरेर। हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै अलिकति बाटो चाहिँ बिग्रेको रहेछ, पानी परेको थियो होला सायद राति। त्यही भएर बाटो अप्ठ्यारो भए पनि हामी अब हाम्रो गन्तव्यतिर अगाडि बढ्यौँ है त। यो चाहिँ बाटो सानो कार चाहिँ नलगेको भए हुने रहेछ, हामीले लगिहाल्यौँ। तर लगे पनि फर्किनु त पऱ्यो घरतिर। त्यही भएर हामी सरर वीरतामुडतिर लाग्यौँ। त्यसपछि म चाहिँ साथीलाई छोड्नको लागि
उसको घर पनि जानुपर्ने थियो, त्यही भएर हामी सिधै जान्छौँ साथीको घरतिर अब।